मध्यपूर्वमा बढ्दो तनाव र युद्धको प्रभाव अहिले नेपालसम्म आइपुगेको छ। कतार, दुबई जस्ता मुख्य ट्रान्जिट देशहरूबाट हुने उडानहरू अवरुद्ध हुँदा दर्जनौं नेपाली यात्रुहरू प्रभावित भएका छन्। वैदेशिक रोजगारीमा जाने कामदारहरू एयरपोर्टमै रोकिएका छन् भने फर्कन लागेका नेपालीहरू पनि अल्पत्र परिरहेका छन्। वैदेशिक रोजगार, पर्यटन र व्यापारमा समेत यसको प्रत्यक्ष असर देखिन थालेको छ। नेपालको अर्थतन्त्रको ठूलो हिस्सा रेमिटेन्समा निर्भर भएकोले यस्तो अवस्था लामो समय रह्यो भने आर्थिक संकट गहिरिन सक्ने चिन्ता बढ्दै गएको छ। मध्यपूर्वको युद्ध चर्किँदै गर्दा ग्यास, तेल, डिजेल र पेट्रोलियम पदार्थको मूल्य चर्किँदै गएको छ। यसले नेपाली जनमानसमा प्रत्यक्ष असर पार्ने देखिन्छ। हामी मध्यपूर्वको युद्ध शान्ति वार्तामा परिणत रहोस् कामना गर्न चाहन्छौँ। इरानसँगको अमेरिका र इजरायलको द्वन्द्व चाँडै समाधानोन्मुख रहोस्, विश्वमा शान्ति छाओस्। यतिन्जेल हेरेर साथ दिनुभएका सम्पूर्णमा धन्यवाद।